गाइज हेर्न सक्नुहुन्छ है त ब्युटिफुल माछा चाहिँ फिल्म सुटिङ हुँदै है त हेर्न सक्नुहुन्छ ट्याक्क लाएर मैले नि एउटा रोल गर्न पर्छ कि यहाँ सेट लगाएको छ नै त्यो गाइज नेपाल ओर्लेसी भाडा उहाँ घर जानलाई चाहिँ ट्याक्कै यहीँ है 1000-1500 यतिमा चाहिँ खाल्टे वहीँ स्याङ्जा पुगिन्छ खाल्टे है परेवा हेर्न सक्नुहुन्छ गाउँकै भाइसँग चाहिँ परेवा देख्ने बित्तिकै ल है त आज चाहिँ यहाँ आइफोन लिने कुरो भइरहेको केटाहरूको चाहिँ आइफोन 16 प्रो म्याक्स लिने भन्ने कुराहरू राख्ने केटाहरूले चाहिँ हेलो एभ्रिवान आज चाहिँ स्वागत छ है फेरि मेरो अर्को न्यू भ्लगमा यो भ्लग चाहिँ मेरो फर्स्ट जापानभित्रको भ्लग हो है त कडा एम्बुलेन्स जापान आएको भ्लग त बनाइयो कि गाइज होइन तर जापान आएपछि ट्याक्कै के आउट एन्ड आउट जापानबाटै भ्लग स्टार्ट गरेर चाहिँ आज के हुन्छ कसो हुन्छ भनेर देखाउने चाहिँ यो मेरो पहिलो भ्लग हो गाइज आज चाहिँ हामी साकुरा घुम्न जाने अरे त्यही भन्छन् के अरे केटा साकुरा हैन के त्यो डाँडा हो यार लभली डाँडा घुम्न जाने अरे केटा लभली डाँडा पोखराको जस्तै सेम छ कि यहाँ लभली डाँडा त्यही भएर पोखराको जस्तै लभली डाँडा है यहाँ हाम्रो गाउँको त तामाजुरा छ नि त्यस्तै छ हाम्रो यहाँ सेम त्यस्तै छ खागुसीमा पुरै देखिन्छ अरे के खागुसीमा पुरै देखिन्छ अरे पुरो लामडाँडा केउरे अर्जुन चौबारी पोखरा देखि जस्तै यहाँ नि खागुसीमा सबै देखिन्छ हामी चाहिँ गाडी टोकियोमा भन्छु भने थियो केटाहरूलाई फेरि सिटीको नाम होइन हाम्रो सिटको लतपत्तीको हो हामी टोकियोमै छौँ टोकियोमै छौँ है गाइस हामी टोकियोको मेन सिटीमा होइन ट्याक्क टोकियोको त उसमा है त्यही भएर यहाँ हेर्न सक्नुहुन्छ दामी है राम्रै उस भयो त मैले बनाउँथेँ यहाँ मेरो विचारमा मैले चाहिँ होइन भ्लगलाई चाहिँ हल्का सर्नु पऱ्यो कि नेपालमा जस्तो 20-25-30 मिनटको नबनाउने क्या हल्का 8-9 मिनटको होइन धेरै भयो 10 मिनटको बनाउने भनेर चाहिँ मैले त उहाँ नेपालबाट आउँदाखेरिको पनि सर्ट राखेँ नि त 10-10 मिनटको टाइपको मैले चाहिँ अब त्यस्तै बनाउने सोचिरहेको है गाइज अब एकदम कस्तो हुन्छ अब यहाँ त खासै त्यति बनाउन भ्याइँदैन है पार्क हो है त गाइज पार्क केटाहरू अघि हिँडिरहन् टुई है टुकुन हिँडिरहन् गाइज त्यही हो गाइस रमाइलो भनौँ शान्त छ पिसफुल एरिया त्यही गाइस यहाँ चाहिँ दुईवटा भ्लगर भइयो क्या केटाहरूले उहाँलाई भ्लग हान्दै हिँडेछन् तिनीहरूको फेरि कस्तो भ्लग भन्दाखेरि आफैले हान्ने अपलोड चाहिँ हान्दैनन् केटाहरूले चाहिँ हान्न पनि सक्छन् मैले जोसाइदिएँ केटा हाल्नुपर्छ है केटाहरूले जोसाइदिए नै हाल्न सक्छन् मस्त धुरराठीको भिडियो हेरेर बसेको केटाहरूले घुम्न जाऊँ भनेर लगाइदिइहालेँ गाइस यार ल यताखेरि केटाहरूको ट्याम्प्लेटको लागि सुट भइसक्यो भिडियो ल ए सकिन्न केटाहरू त सकिन्न गाइज हेर्न सक्नुहुन्छ है त ब्युटिफुल माछा यहाँ त परेवा पनि यस्तो दामी यहाँ उडिरहेको छन् है अहिले त्यहाँ देखिएर हिँड्छन् क्या यहाँ रहेछन् है परेवा हेर्न सक्नुहुन्छ गाउँकै भाइसँग चाहिँ परेवा देख्ने बित्तिकै ट्याक्क लाएर यहाँ हेर्न सक्नुहुन्छ राम्रो छ यस केटाहरू उहाँ पुगिसक्यो है त ल चाहिँ फिल्म सुटिङ हुँदै है त हेर्न सक्नुहुन्छ ट्याक्क लाएर मैले नि एउटा रोल गर्न पर्छ कि यहाँ सेट लगाएको छ नै त्यो गाइज ल है त गाइज यहाँ पनि यस्तो दामी रहेछ यार के रहेछ भनौँ त नि मूर्ति दामी जस्तै हो कि ओके गाइजले अहिले चाहिँ समुद्रतिर जाम पौडी खेल्न भन्दैछन् के हुन्छ है पौडी खेल्न समुद्रतिर गाइज अहिले नभन फेरि अहिले खेलिएन अनि के देखाउने होइन खेलिन्छ ढुक्क यता खेलिन्छ चाहिँ फिल्म सुटिङ भएको कि एड सुटिङ भएको कि त्यहाँ कन्सर्ट जस्तो टाइपको के रहेछ त्यसको लागि केही सुट भएको रहेछ के रहेछ थाहा भएन मैले फिल्म सुटिङ भनिदिइहालेँ जोसा नुहाउन सोच एकछिन हेरियो अनि अहिले निस्किँदै केटाहरूले उमी भनेको समुद्र है समुद्रतिर जाम भन्दैछन् पौडी खेल्ने पनि भनेछन् खेलिएछ भने त्यहाँलाई गाइज धेरै भयो थियो म पौडी नखेलेको चाहिँ खेलिदिउँ न त आज जोस पनि आइरह ल त आज चाहिँ यहाँ आइफोन लिने कुरो भइरहेको केटाहरूको चाहिँ आइफोन 16 प्रो म्याक्स लिने भन्ने कुराहरू राख्ने केटाहरूले चाहिँ ल्याए विक्रम भ्लगरको लागि मेरो लागि भने लगाइदिन्छन् केटाहरूले फेरि ल भयो के भन्नु केटाहरूलाई के भन्नु त्यो गाइस के टप 10 मा पर्छ भ्लगर छ नै त गाइस यहाँ त चित्रले चाहिँ अब नेपाल जाने बेला चाहिँ नेपाल ओर्लेसी भाडा उहाँ घर जानलाई चाहिँ ट्याक्कै यहीँ है 1000-1500 यतिमा चाहिँ खाल्टे वहीँ स्याङ्जा पुगिन्छ खाल्टे केटाहरूले उहाँ उमीतिर लिएर आउने भनेर कहाँ बसे त नि खै केटाहरू यार केटाहरू वहीँ हराइसके हामी चाहिँ नयाँ मान्छे यतै हराइएला जस्तो भइसक्यो हराउँछ मुला यो त काठमाडौँ हो कि हामीलाई त यो त काठमाडौँ हाम्रो लागि त भन्दैछन् होइन मैले त्यसलाई त पोखरामा मनाइरहेको थिएँ यो त पछाडि टिप्पर पनि आइरह है
टिप्पण घर हो त्यो मैले त हो आउने कुरा आइरहेको छ गाइस जाने कुरा गइरहेको छ त्यो गाइस हामी चाहिँ आज स्विमिङ हानिन्छ त्यो माछा पानीको पसला मेरो त घर छैन दिलमा बसला ओइ भन्ने फेरि मलाई नि क्या मेरो त घर छैन दिलमा बसला ओइ त्यो क्या फ्यामिसन जिरोलाई नि टक्कर हानिदिन्छु गाइस म गीत गाउन लाएँ होइन तर क्या कलाको कमी छैन है गाइस चाहिँ भएको छैन है अहिले चाहिँ बाहिर गर्मीले लास्टै सताइरह त्यो मान्छेको भोइसमा नि असर गर्छ कि जहाँ पाए त्यो गीत त्यही भएर हामीले गाडीले जहाँ हर्न बजाउँछ त्यहीँ गीत गाउँछौँ ओके गाइस जापानिजले त हाम्रो त धुन हो नि त न साउन्ड सिस्टम हामीले लगाएनौँ नि त्यही भएर यो लामतिर त खतम रहेछ अहिले केटाले त यहीँ पौडी नि भन्दैछन् गाइस मलाई चाहिँ मस्त सुविधा होला नि नेपालमा हिँड्ने यस्तो बनायो यार केटाहरूले यार गल्ली गएछ बिच हिँडे हालेर यार रोडको यार 1 घन्टा भइसक्यो यार यो उमी हान्ने चिज त आउँदै आउनु त केटा यार के भएको यस्तो यार समुद्र त आउँदै आउनु हो यहाँ नजिक त कहाँ हो थाहा छैन अन्डरग्राउन्ड लिएर हिँड्ने खाने केटाहरूले अँधेर यार टनलमा छिराउने भयो यार गाइस यार गाइस टनल छिर्यो है त टनल छिर्यो ल केटाहरू पछि आउँदै लाइन लाएर आउँदैछन् है टुकुन हामी टुई हिँडिरहौँ गाइस है हेर्नुसँग चाहिँ गाडीहरू यता हिँडिरहन्छ गाडी हेर्नु होला है गाडी नै देखिन्न त यार किन हो गाइस यस्तो ए कस्तो निस्क्यौँ केटा हो गाइस टनलबाट निस्क्यौँ है त हामी अब उमी चाहिँ यताबाट देखियो हाम्रो आँखाले चाहिँ तपाईँहरूले त क्या भन्छ हौ हो बहिनी के साँच्चै हो कस्तो भन्दै हामी उमीतिर हिँडेको कि तिमी कता हिँडेको र भ्लग बनाउँदै म त समुद्रतिर हिँडेको यार म त कि पानी ल उमी आइयो है त समुद्र ल है आइयो है त आइयो आइयो गाइस आइयो हामी चाहिँ पौडी खेल्नु छेउछेउमा यसो जान्त होला यहाँ हेर्न सक्नुहुन्छ रमाइलो चलिरहेको गाइस सबैले आफ्नो टुर इन्जोय गरेर आएका छन् है सही यहाँ चाहिँ बिन्दास सबै चिल्याक छानिराखन है ल हामी चाहिँ समुद्र आइसक्यौँ है अन्त आइसक्यो अब केटाहरू कहाँ हो त नानी हाम्रो कार्यक्रम सुरु हुने कतिखेर ल सुरु भयो ल हामी त रेडी भइसक्यौँ है यहाँ तल त नहान्दा पनि यहाँ त देखाइहालियो होइन यहाँ चाहिँ अब गइन्छ अब गएर यसो पौडी खेलिन्छ है कस्तो हुन्छ माहौल है समुद्रमा पौडी पनि खेलियो आज फाइनली फर्स्ट एक्सपिरियन्स भनौँ अब धेरै उता त जाने कुरो त्यस्तै हो कि रे छेउछेउमा रमाइलो हान्दै कुद्न त त्यहाँ कुदिरह न हामी चाहिँ लुगा समातेर अब यता हिँडेको है त गाइस त्यस्तै हो अब कस्तो भयो त नि एक्सपिरियन्स भयो न तिमी नदुख न कस्तो एकदम रमाइलो आउँदाखेरिको एक्सपिरियन्स एकदम रमाइलो ठिकै हो रमाइलो हुँदो रहेछ होइन उहाँ खोला पौडेको पानी यहाँ चाहिँ पुरा छिर्ने बित्तिकै नुन नुनै आउँदैछ आज नि मुखाबाट अर्कै पुरो चर्को न चर्को समुद्रको पानी चर्को हुन्छ नि त थाहा त थियो कि तर डुबिहाल्ने बित्तिकै त्यस्तो हुँदो रहेछ भन्ने चाहिँ मलाई एकदम बल्ल अझै फिल भयो कि गाइस है त्यो रमाइलो हुँदो रहेछ ए तर चिसो डेन्जर चिसो जाडो छिरेसी आइसँग बस यस्तै अलि चिसो थियो कि अनि घाम त ठिकै लाखान लाउनु त त्यही नि घाम लाने नलाने यही चाहिँ चाल चाहिँ त्यही गाइस हाम्रो केटाहरू त उहाँ पुगिसक्यो जुत्ता र उस लिएर हात लिएर हिँडेछन् त्यही हो गाइस हामी चाहिँ यही अब भिडियो बनाउँदै हिँडेको भिडियो बनाउने हिँड्ने के खरे काम होइन अनि अस्ति लाइफमा भने जस्तो भात खान सकिएन भने रक्सी सस्तो रक्सी पिउने भने जस्तो होला चाल त्यो दिन त खत्रै भनिएछ यार होला ला ढाँचो लाएर यार के भन्छ भनेको त भात खान सकिएन भने रक्सी सस्तो रक्सी पिउने भनी भन्छन् के ला ढाँचो लाएर यार सिसा होला नि यार यहाँ त बियर चियर खाएर सिसा फालेको हुनुहुन्छ झन् फेरि हावा ताला भ्लग बनाउँदा हिँड्नु राप्प गयो अन्त गइहाल्यो नि केटाहरू किन आत्तियो नि केटा यार दाइ बुढा नभन न यहाँ ट्याक्क यस्तो प्रिपेरेसन भइरह है त्यो समुद्रमा यो झ्याउ लगाइसक्यो लास्टै उमीतिरबाट अब हामी निस्किनु लाग्यो है केटा पाइसक्यो फर्किन लाग्यो रुमतिर जाने गाइस ठिकै हो आजको छुट्टी चाहिँ रमाइलो भएर बित्यो भनौँ है त्यही हो अरू त के भन्नु अरे केटाहरू चाहिँ अघि निराखन् हेर्न सक्नुहुन्छ रमाइलो ठाउँ चाहिँ तपाईँहरू पनि भिजिट गर्नुहोस् भन्नुहुन्थ्यो नेपालमा भए त पनि आफ्नो रुमतिर लाग्यो हामी पनि आफ्नो रुमतिर गइन्छ है अब भ्लगलाई नि रुमतिरै गसी अन्त्य गरौँला
अरू केही कन्टेन्ट निस्किन्छ कि सायद जानुपर्छ भनेर है खतम भयो यार के नाच अरे के गीत नाच गर्ने अरे के हामी नाच्ने कि मलाई जो भन्देऊ कि सिधैन भन्देऊ कि मलाई जो तँ पनि आउन सक्छ है भ्लगमा। भन्देऊ के भन्न सकिँदैन अलि बेला भ्लगमा अहिले चाहिँ भ्लगमा आउँछ कि एउटा रिल्सै आउँछ भन्न सकिँदैन है जे पनि हुनसक्छ मायामा जे पनि हुनसक्छ मायामा ल गाइस क्रसिङ छ क्या क्रसिङ छ है त गाइस दुर्न पर्यो पार्कमा चाहिँ रमाइलो अझै सकियो होइन एउटा हान्नु नि त मेरो फोटो ओए भिडियोहरू पर्दैन एउटा फोटो हान्नु नि त मेरो ल मेरो भिडियो त बनाउने एउटा फोटो हान्नु पर्यो नि त बाप साँड गाइस रुमतिर नि आइयो होइन त्यतिकै यताति मिलाएर पल्टेको त्यही यो रुमतिर आइयो अब चाहिँ भ्लगलाई यहीँ अन्त्य गर्छौँ र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुक पेजलाई फलो गर्नु होला टिकटकमा नि गएर हामीलाई फलो गर्नु होला र युट्युब च्यानललाई सब्सक्राइब नि गर्नु होला र हाम्रो मेन च्यानल रोकाइज अनलाई पनि गएर सब्सक्राइब गर्नु होला सी यू गाइज अन आवर नेक्स्ट भ्लग है त दुर्गेश थापाको क्रेज सुन्नुहोस् कि क्रेज हामी जापानको बसमा छौँ है हेर्न सक्नुहुन्छ दुश्मन हेरेको हेरे भन्ने गीत बजिरह